सम्पूर्णमा नमस्कार। लोकसेवाको जुनसुकै परीक्षामा पनि उपयोगी हुने नेपालको 8000 मिटरभन्दा अग्ला हिमालहरू को सूत्रको माध्यमबाट तपाईहरुले पढ्न सक्नुहुन्छ। एकचोटि यसलाई ध्यान दिएर सबैले सुन्नुभयो भने तपाईहरुले कहिले पनि बिर्सिनुहुन्न। यसको सूत्र छ सकलोम चोधौ म सकलोम चोधौ म स भनेको सगरमाथा, सगरमाथाको उचाइ चाहिँ 8848.8 मिटर रहेको छ। त्यसैगरी क भने कञ्चनजङ्घा, क लो भने लोच्छे, म भने मकालु, चो भनेको चोयु, धौ भनेको धौलागिरी, म भनेको मनासुलु, अ भने अन्नपूर्ण हो। कञ्चनजङ्घाको उचाइ चाहिँ 8586 मिटर रहेको छ। त्यसैगरी लोच्छेको उचाइ चाहिँ 8516 मिटर रहेको छ। अनि मकालुको 8463 मिटरको उचाइ रहेको छ। त्यसैगरी अब चोयुको 8201 मिटर उचाइ रहेको छ। धौलागिरीको चाहिँ 8167 मिटर उचाइ रहेको छ। मनासलुको 8163 मिटर रहेको छ भने अन्नपूर्णको 8091 मिटर उचाइ रहेको छ। यसैगरी 8500 मिटर भन्दा अग्ला हिमालहरू चाहिँ 3वटा रहेको छ, सगरमाथा, कञ्चनजङ्घा र लोच्छे। सबैले लाइक्स, कमेन्ट र सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दै म अरू पनि भिडियो अपलोड गर्नेछु। हस्त नमस्कार।